हाम्रो ब्यागहरू रेडी हुँदैछ टक्क पाराले सुवासले हाम्रो ब्याग बाँधिरहेछ अनि यहाँ चाहिँ म रेडी भइसकेको छु अब निस्किनलाई दैले गेट खोलिदिनु त्यहाँनिर झुन्डेकै छ कसलाई पनि राख्यो न And hey guys, welcome to the new vlog, new episode. र धेरै दिनपछि हामी vlog बनाउँदैछु मतलब म धेरै दिनपछि vlog बनाइरहेको छु र किप सपोर्टिङ है गाइज हैन सुरुमै किप सपोर्टिङ भनिदिइहालेँ केही छैन हामी चाहिँ अहिले भैरवामा छौँ भैरवादेखि हामी चाहिँ निस्किँदैछौँ विराटनगरको लागि भैरवा टु विराटनगर सो वी हेभ वाच टिल एन्ड हाम्रो बाइक चाहिँ स्टार्ट नभएर ठ्याक्कै उसले चाहिँ बाइक एउटा निकाल्दैछ बिहानको समय 3 बजिरहेछ अहिले ठ्याक्कै 3 बज्यो 3 बजी हामी निस्किरहेको छौँ हाम्रो सुभाष रेडी हुँदैछ जानको लागि सो गाइज हाम्रो ब्लग पुरै हेरिदिनु रातिको राम्रो भ्यू नआए पनि तपाईँलाई थोरै थोरै क्लिप हाल्दै गर्छु त्यसको लागि चाहिँ पुरै भिडियो हेरिदिनु होला है मजा आउनेछ भैरवा टु विराटनगर गाइज विराटनगर टु भैरवा नबनाउनु पाए पनि भैरवा टु विराटनगर गाइज तपाईँ पुरै भिडियो हेरिदिनु होला खतरा भन्ने चाहिँ हाम्रो ब्याग सेक रेडी भएर तल पनि झरिसक्यो ब्याग केही छैन ल गाइज यहाँ हेलो गर्दै सुवास हेलो गर्दै खुलो यार ल ओके गाइज पुरा भिडियो हेरिदिनु होला भयो भैरवाको युनिभर्सल हस्पिटल अनि हाम्रो बाइक चाहिँ निस्किसक्यो गाइज हाम्रो डन गल्ली निस्किँदैछौँ अब हामी कतिखेर पुग्ने थाहा छैन लगभग हामीलाई 18 घन्टा लाग्नेछ हामीले अनुमान लिएको छौँ अब हेरौँ कति समय लाग्नेछ गाइस हामी नवलपरासीको टिम यो चाहिँ नवलपरासी हो तपाईँलाई होइन नवलपरासी घरहरू हेर्नुहुन्छ अहिलेको समय चाहिँ तपाईँलाई हेर्न सक्नुहुन्छ 4 बजिरहेछ ए 4 बज्नलाई अझै 20 मिनट बाँकी यही हो तपाईँलाई बाटो चाहिँ हामी भाइ हामी जाँदैछौँ मुटु लगायत चाहिँ म गुगल म्याप हेर्छु अनि निस्किनु पर्ने अवस्था छ यो जिल्ला सरकारी के वकिल कार्यालय भयो अनि यो चाहिँ हामी भयो अब हामी चाहिँ सिधै नरोकिकन जान आँटेको होइन आज पनि एकैचोटि कहीँ गएर रेस्ट गरेर सिधै खाने हो होइन सुवास पुरै ब्लग हेरिदिनु होला मजा आउँछ त्यस्तो बाटोमा लगायत हामी चाहिँ फेरि रोड राम्रो देखेको कारणले मैले त्यो भिडियो सुरु गरेँ होइन यो हो हाम्रो यात्रा जिन्दगी यस्तै हो गाइस कहिले घाम कहिले पानी कहिले छाया भन्ने यस्तै कुरा हो नि हेर यहाँ ए ल यो लिएन भन्दैछ गाइस त्यो चाहिँ बुटवल सहर हेर्नु सक्नुहुन्छ त्यो चाहिँ बुटवल होइन हामी त्यहाँबाट चाहिँ आएको गाइस होइन अनि यस्तो यो हाम्रो चाहिँ हाम्रो बिस्ट यसमा त यो केमा समात यो चाहिँ हाम्रो बिस्ट भयो यो स्प्लेन्डर सुपर स्प्लेन्डर लिएर हामी विराटनगरदेखि भैरवा आएको थियौँ गाइस अब भैरवादेखि विराटनगर अनि त्यो चाहिँ बुटवल सहर अहिले त यो भिडियो लिँदा थोरै गाइज अनि यो चाहिँ म होइन यस्तो टक्कमा कपालमा धुलो नछिरोस् भनेर हामी यो यता आइज न यता गाइज अब चाहिँ हाम्रो यो ब्लग पुरै हेरिदिनु होला अलि अब यहाँ चाहिँ अलिकति अफ रोड आउँदैछ धुलो भएको रोड त्यो थोपराको जस्तो हामी देख्दै हुन्छ नि होइन त्यहाँको थोपा अब बिग्रिनेछ मेरो पुरै खत्तम हेर्नु त गाडीहरू पुरै धुलो भइरहेको हेर्नु सक्नुहुन्छ गाडीहरू पुरै धुलो भएर आएको छ त्यस्तो धुलो हामी गइरहेको छौँ फेरि सो गाइज ब्लगमा बनिराख्नु होला तपाईँको धुलो भएको ठाउँ पनि देखाउने छु मिलो भन्ने गाइज किनकि मोबाइल 4 हुन्छ नि त सो गाइज म देखाउँछु नि तर ल गाइज टेक केयर भनिदिनु होला भाइ होइन नम्बरसँग जानु होला भनिदिनु होला हामी चाहिँ अगेस्ट हामी चाहिँ यो चाहिँ भिडियो इन्ड गर्दैन पुरै भ्लग भन्नु छ यार ल्याउ सो गाइज यो हाम्रो सुवास मोटका डन अनि यो चाहिँ भइहाल्यो हाम्रो बिस्ट गाइज हेर्दै होला पुरै भिडियो हेर्नु होला मजा आउनेछ
ब्याक लाग्छ बाइक न हेराउनु यो गाइस हेर्नुहुन्छ ट्रक पल्टेर मान्छे सामान निकाल्दै हुनुहुन्छ हैन यता चाहिँ मालगाडी हो यो पछाडि नपस् गाह्रो हुन्छ नत्र पुरै धुलै धुलो छ गाइस यसो भन्नु पर्दा हेर्नुहोस् धुलै धुलोले भरिएको छ गाह्रो छ लगेको त धुलो धुलै धुलोले गाह्रो मेन बाटो त आउनु धुलो न धुलो 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 लगभग गाइस बिहान हुन लागिसक्यो हाम्रो थोप्रा हेर्न सक्नुहुन्छ यहाँले त्यसको थोप्रा हेर्नुहोस् गाह्रो छ गाइस त्यहाँनिर पुरै बाटो खत्तम पुरै धुलै धुलो गिलो गिलो टाइपको क्या पुरा 1 गिलोमा आउनुपर्छ बाइक पुरै खालि 1 गिलो नै चढिरहेको आज तिमीले चढो कि धेरै नै राम्रो बाटो आएको छ होइन खराबै बाटो भनौँ न तराई आएपछि तैँले गराउँदैन नि त होइन अहिले पनि धुलोहरू आकाश हेर्न सक्नुहुन्छ तपाईँहरू हेर्नुहोस् धुलोहरू आमा हामी कसरी आउँछौँ विराटनगर गाइस त्योभन्दा बढी धुलो थियो त्यो मैले कुदाउँदाखेरि भैरवादेखि विराटनगरदेखि भैरवा आज त 5 मिनट बटाएर पनि थोरै धुलो कम भएको छ होइन सोधै हेर्नु सक्नुहुन्छ खबरहरू पुरै टिकेट ग्यास बिग्रिहालेको छ धुलो छैन नि अगाडि हेर्नु त अगाडि हेर्नु बाइक कुदाउने मान्छेले अगाडि हेर्नु पऱ्यो नि हेर साथी यसरी हेर्छु यसरी ल यसरी ल गाइस यही हाम्रो यो बाटो राम्रो थियो यार कहाँ हो यस्तो आयो बाटो सुभाष कस्तो लागिरहेछ भन त कस्तो लाग्यो दामी लाग्यो प्रकाश गाइस हेर्नुहोस् ब्याग मेरो उसको ब्याग फेरि सेफ छ मेरो ब्याग यहाँ हेर्नुहोस् ल सुभाष मेरो छोरा पनि बिग्रेछसम्म थाहा छ मलाई सुकै भए पनि अब बल्ल तल्ल त पाहाड कट्यो जहाँ धुलै धुलो थियो होइन अब यहाँदेखि त सुकै गयो भने हेर्नुहोस् रोड कस्तो दामी छ पिच भएको रोड यहाँदेखि सिनेमेटिक सर्ट लिनुपर्छ माथि गर्नलाई झन् तल गर्दैछ हेर्दा पनि हेर्दैन के माथि अरे भन्छु तल माथि गर्नलाई झन् तल गर्छ यसरी गर्छ मा झन् यति आएको थियो आँखा यसको प्रेसरमा गाइस नाकमा
भनौँ न चितवनतिर निस्किन्छ भरतपुर चितवन के कुन गाउँ हुन्छ नि सबै तपाईँलाई चितवन नेसनल पार्क पनि देखाउँछु चितवन नेसनल पार्क पनि देखाउने छु जङ्गल 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 में आज मङ्गल गएंगे ठुलो छैन ठुलो छैन अघिसम्म धुलो थियो अब धुलो छैन अब त दामी रोड छ हेर्नुहोस् दामी रोड चाहिँ हो के यतातिरको यताको पुलो पानी हुँदैन गाइस हेर्नु न है दामी छ भ्यू दामी छ भ्यू दामी छ भ्यू दामी छ गाइस बाबा के रे उसको फोटो खिच्यो क्या तेरो फोटो मलाई होइन उसको केटीको बाक हेर्छु नि मैले दिइनँ के गर्छस् के गर्छु भाइ लुगा हावा फेरि हाल्छस् गाइस यो पेट्रोल पम्पमा आयौँ हामीहरू तर पेट्रोल छ त यहाँ टोइलेट यसलाई टोइलेट लागेछ ल हेर्न सक्नुहुन्छ गाइस हाम्रो पृष्ठ आइसकेको छ यहाँनिर हाम्रो मोटु डन अनि चाहिँ पेट्रोल पम्प ल गाइस उसलाई चाहिँ टोइलेट लागेको छ अरे हेरौँ टाइम लाग्छ अरे हेर्दै गर्नु होला पुरै भ्लग हेर्दै गर्नु होला गाइस पुरै यहाँदेखि चाहिँ पुरै अफरोडिङ गरेको अफरोडिङ पुरा गइसक्यो मैले चाहिँ होइन लागि फेरि बिराटनगर तर्फबाट अब यहाँदेखि कति टाइम भएको छैन अगाडि ठ्याक्कै हाम्रो अगाडि हेर्नुहोस् ट्रक छ लाग्दो धेरै दिनपछि ब्लग बनाउँछु होइन अलिकति नै अप्ठ्यारो भएर छ यहाँको भ्यू हेरेर तपाईँ साथ दिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला नयाँ नयाँ भ्लगहरू आइरहेको छ बेला बेला बोलिदिइरहेको छ आइसकेको रहेछ हेर्नु सक्नुहुन्छ सन गाइस नेपाल हो नेपाल यहाँ त वन जङ्गल भनेपछि वन जङ्गल हो नि फेरि नेपालमा जङ्गलको कमी छैन होइन सुभाष हो हेर्नु साइडमा खेत छ त्यहाँदेखि सूर्य अस्ताएको होइन गाइस त्यो सूर्य आइरहेछ माथि किनकि हामी बिहानै 3 बजे निस्केको लगभग अहिले 6:30 बज्न लागिसक्यो हेर्नु सक्नुहुन्छ भ्यू यति राम्रो भ्यू छ गाइस कहाँबाट आयो धुलो यहाँ फेरि अफरोड आइहाल्यो क्या नेपालमा दियोस् बाटोको त पिच भन्ने कुरा त म कमै मात्र हेर्छु म त मुजीहरू नेता खाँदै होला मुजी नेता खाँदै होला मुजी
पार्टी नेता गाइस हेर्नु न बाटो हेर्नु बाटो बाटो हेर्नुहोस् बाटो पुरै बाटो खराब छ पुरै यसरी त गाह्रो भइहाल्यो नि श्वास बाहिरै देश राम्रो छैन विदेशतिर त पुरै फेरि इन्डियाकोबाट पनि भन्दा नि खराब छ हौ इन्डियाबाट त तर इन्डियामा चाहिँ पाहाडतिर नि एकदम दामी पाहाडतिर चाहिँ पिच गरेर राखेको छ क्या दाम दामी क्या हेर्न पनि आउँछ भनेर मान्छेहरू यता पनि पिच गरेर हेर्न आउँछ हेर्नुहोस् गाइस मेरो डोजर लगिरहेछ हेर्नुहोस् त्यो लागि मैले अघि भएर अर्डर गरेको डोजर यहाँ चलाएर लगिरहेछ विराटनगर मेरो डोजर हेर्नुभयो बाटोले पनि राम्रो भएको छैन एम्बुलेन्स पल्टेर हालत पुरै खराब छ दार्जिलिङको बाटोको त्यहाँ मान्छे लडेर एम्बुलेन्समा यस्तो जग्गा बाटो हेर कस्तो खराब बाटो हेर्नु त दुलो आस्ते दुलो सो गाइस एउटा सरप्राइज देखाउन गएर छु यहाँ सुभाष छ मुटका डन क्यामेरामा धुलो पर्छ जस्तो छ गाइस अब हामी चाहिँ तपाईँ सरप्राइज दिन मलाई छु यहाँ तपाईँ मोटका हाम्रो बाइक यहाँ छ अब हामी सिजी टेम्पलकोतिर यो सिजी टेम्पल दामी छ कि सिजी टेम्पल हो यो हजुर बाइक बाटोमा राख्दै अरे यता ल्याउनु हुन्छ हुँदैन त राख्दैन साइडमा यो चाहिँ बाइक यहाँ राख्न मिल्दैन अरे सुवासले त अरू बाइकलाई साइडमा लगाइदिन्छ सिजी टेम्पल त्यो पनि यहाँ माथि बस्न चढ्न मनाइ छ सिजी टेम्पल गेट वाइल्ड हामीले टिकट लिँदैछौँ यहाँदेखि सिजी टेम्पल भएन ठुलो मोबाइल चलाउँदा सानोमा बिर्सिन्छ क्या चलाउनलाई खोल्न नजानेर बस्ने कि भित्र यस्तै बुद्धको गुम्बा छ त्यसको भित्र मन्दिरको तल अन्डरग्राउन्ड सबै हेर्न पाइन्छ जाने बेला हो यो टिकट त्यो टिकट दियो भने यो लान पाइन्छ कि यो श्रीमद् भागवतको यतिबाट आउने कि यतै आउने होइन यसै घुमेर आउनु त्यो घरभित्रबाट छिर्नु यो गेटमा आउँछ है हस् हुन्छ हाम्रो हो कोही हुन्छ मिल्दैन सक्दैन
Guys, this is the temple. Guys, हामी चाहिँ अब सिसी टेम्पलको एन्ट्रीमा गइसक्यौँ टिकट सेट काटेर तर टिकट लिँदो रहेछ 150 रुपियाँ नलिनु पर्ने हो ए मन्दिर घुम्नलाई पनि टिकट तिर्नु पर्ने मलाई ठिक लागेन है ठिक लाग्यो भन्दा 100 रुपियाँ ठ्याक्क हुन्थ्यो 50 रुपियाँ दिन्थ्यो क्या 50 रुपियाँले गयो भने त्यो धेरै लियो है तर यो यहाँ हेर्नु सक्नुहुन्छ यो टेम्पल भयो यता राउन्ड हान्नु जाने अरे पुरै राउन्ड हान्ने चौधरी ग्रुप सिजी हुने चौधरी ग्रुप नै हो यहाँदेखि हामी चाहिँ पुरै भिडियो बनाउनु परेन ब्लगमा आउनलाई हेर्नु सक्नुहुन्छ है ठुलो यो के हो थाहा छैन तर यहाँ मूर्ति बनाएको छ गौतम बुद्ध हो गौतम बुद्ध त्यही हो अनि यो त्यस्तो छ अनि यो चाहिँ हामी पान छैन अहिले यो बुढालिङ कण्ठ हो यो चाहिँ अहिले अहिले टाइम छैन घुम्न रहर एकदम राम्रो लाग्छ ठिक छ आइज न हाम्रो हनुमान भगवान आइज आइज न यसलाई लिएर आएपछि उसलाई फोटो खिच्नु पर्ने हो यसको फोटो खिचिदिन्छु अहिले चाहिँ दामी लाग्यो जस मेरो पछाडि सक्नुहुन्छ सिजी टेम्पल अनि यो टेम्पल भयो तपाईँलाई मजाको छ यहाँदेखि चाहिँ जुत्ता चप्पल खोल्ने हो त्यहाँदेखि जुत्ता चप्पल यहाँदेखि चाहिँ पछाडि फोटो खिच्न मनाइ छ फोटो खिच्न पाइँदैन अनि यो चाहिँ हाम्रो यो छन् हेर्नु होला दामी छ नि सिजी टेम्पल यही हो सिजी टेम्पल हेरिहाल्नुभयो अब मेरो भ्लगमा त आएपछि त सबै कुरा हेर्न जरुरी हुन्छ गाइज होइन अनि चाहिँ तपाईँलाई सिजी टेम्पल भयो सबै कुराको गुम्बा सुम्बा के छ टिकट चाहिँ 150 रुपियाँ लिन्छ यसको तल्लोपट्टि सँगलाई पर्छ लेकिन हामीसँग टाइम छैन राम्ररी भिडियो बिगार्छ राम्रो हिँड्न बिस्तारै बिस्तारै फटाफट हिँड्ने गर्छ के फाइदा त्यसमा फटाफट त हिँड्ने हो नि अनि त कहाँ आएको यता केही पनि छैन यतै छ अब हामी भरतपुरबाट हामी निस्किँदैछौँ यो चाहिँ तपाईँलाई भरतपुर भयो होइन भरतपुरबाट सिधै अब हामी हेटौँडातिर लाग्छौँ हेटौँडा खाजा खायौँ चाउमिनहरू खायौँ अब लाग्यौँ हामी चाहिँ हेटौँडातर्फ त्यो चाहिँ उता हेर्दै त विमानस्थल अनि हामी जाँदैछौँ अब हेटौँडा ब्लग पुरै हेरिदिनु होला गाइस हामी चाहिँ अब चित्तो नेसनल पार्कको त्यसलाई के भन्छ जङ्गलतिर छिर्दैछौँ छिर्सक्यौँ भनौँ न त्यो चाहिँ चित्तो नेसनल पार्कको जङ्गल हो गाइस जङ्गल अगाडिपट्टि हेर्नु तपाईँ चित्तो नेसनल पार्क लेखेको हुन्छ एकछिन त्यहाँ हामी रोक्नेछु एउटातिर फोटो हान्नेछु अनि हामी फेरि निस्किनेछौँ हाम्रो गन्तव्यतर्फ गाइस पुरै भिडियो हेरिदिनु होला मैले कसरी स्कुटी चलाएको हेर्नु यति स्पिडमा चलाउँछ स्लो चलाउने स्लो के हो हेरिस् नि कसरी चलाउँदै थियो कुडी पिपीको गाडा आवाज बोक्लेर होइन यसले यस्तो होइन पनि पुरा दाबेको दाबै ए
यस्तो ल ल ल ल फाइनली हामी लोथर पुग्यो यहाँदेखि 40 किलोमिटर के अरे यताबाट यहाँ चाहिँ लोथर यहाँ के महोत्सव लागिरहेको रहेछ ब्यारेक जम 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 ल हाम्रो मोटोले चलाउँछ अब बाइक मस्त पाराले करिब 40 किलोमिटर थियो अब यहाँदेखि अब 40 किलोमिटर पछि हामी हेटौँडामा भेट्नेछौँ गाइज ल म पनि बाइकमा बसिहालेँ अब म सुत्दै जान्छु गाइज यो चाहिँ पहाड भइहाल्यो अब यो ल हामी निस्क्यो गाइज यहाँबाट हेटौँडाको लागि यहाँदेखि चाहिँ विराटनगर नन स्टप हामी हेटौँडा पुग्यो यतापट्टि यस्तै गएपछि हेटौँडा पुग्छ यतातिर पहाड छ हेर्नुहोस् फाइनल्ली हामी हेटौँडा पुग्यो जलकपुर 157 किलोमिटर काँगरपेटा 357 चाहिँ हो हेटौँडा हेटौँडा बजार आउनु बाँकी छ तपाईँले हेटौँडा बजारको पुरै भ्यू देखाउँछ यो हेटौँडा होइन जनकपुर जान मलाई हुनुपर्छ 2-3 बजे खानुपर्छ नि भोक लाग्यो सहर पुरै भिड अब ट्राफिक लाइट हो त्यसैले मान्छेहरू तपाईँलाई गएर गर्नु यो हेटौँडाको जङ्गल हेर्न सक्नुहुन्छ यो हेटौँडाको जङ्गल हो अब हामी चाहिँ विराटनगरलाई जानलाई कमसेकममा चाहिँ 300 किलोमिटर छ उचालिदिने हो
बल्ल पर्सा राष्ट्रिय के नेसनल पार्क यही चलेको एकछिन लाग्यो गाइस हामी विराटनगरतिर हेर्नुहोस् विराटनगर जाने बाटो कस्तो कस्तो हेर्नुहोस् होला होइन मेरो मुख त पुरै कालो भएर डढेर घाममा छ अनि हाकी लगाएको होइन चिन्दैन गरेको तपाईँले यहाँको भ्यू हेराउनलाई हामी यो बाटो लिएर आएको हेर्ने यहाँको सुन्दरता हेर्नु न दामी छैन यस्तो दामी भ्यू कहाँ फेरि पाउनुहुन्छ नेपालमा आउनुहोस् घुम्नु सिधै पारै चलाउनु पर्छ के रे ओह्रालो छ उकालो छैन गाइस हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँको भ्यू बवाल खतरा भ्यू छ नि यो हामी फेरि कहाँ पुग्यौँ धरम जाने बाटो चाहिँ यही हो विराटनगर जाने बाटो हो होइन अब यहाँ फेरि खोला आइदिएछ खोला पुरै सुकिरहेको छ कत्रो लामो पुल यार लम्बर हो नि लम्बर हो नि टायर जस्तो हो क्या टायर बन्द गरिदिउँ अब हामी चाहिँ लगभग अझै 1.5 घन्टा बाँकी छ हामीलाई विराटनगर पुग्नलाई सो अहिले भर्खर हामीले एउटा नयाँ देश हेरेको छौँ हेर्नु अगाडि पुरै आगो लागिरहेको छ
फेक म भनेर सबै चलो भनेर अमेरिकाको कुरा होइन यो नेपाललाई बचाउनु पर्यो नि त नि अन्त यो यस्तो क्या